नमस्कार। यो गौतम बुद्धको जीवनीमा आधारित अडियो सिरिज सुनिरहनु भएका सम्पूर्ण कुलपुत्र र कुलपुत्रीहरूलाई म कल्याण मित्र डिबी गुरुङको हार्दिक नमस्कार। यो बुद्ध वचन कार्यक्रम धारावाहिक रहनेछ। आजको 32औं सिरिजमा गौतम बुद्धको महापरिनिर्वाणको बारेमा संक्षिप्त जानकारी गराउने प्रयास हुनेछ। यो कार्यक्रम सुनिसकेपछि तपाईलाई पनि मनमा लागेका केही जिज्ञासाहरू छन् भने कमेन्टमा लेख्नुहोला। प्रत्येक प्रश्नको उत्तर दिने प्रयास गरिनेछ। पूर्ण विवरणको लागि हाम्रो आधिकारिक वेबसाइट www.buddhismlibrary.org मा पनि हेर्न र सुन्न सक्नुहुनेछ। तथागतले वैशाली विहारमा विहार गरिरहँदा यसो भने, हे आनन्द। तथागत एकछिन रोकिए। तथागत तत्काल केही नबोलेपछि आनन्दले मुहारमा पुलुक्क हेरे। उनको मुहारमा प्रकाशको किरणहरू छिनछिनमा उदाउने र अस्ताउने भइरहेको थियो। हर्ष र सङ्केतहरू पनि एकैसाथ आउने र जाने भइरहेको थियो। यस्तो अवस्था पहिलो पटक देखिएकोले आनन्द एकदमै दुविधामा परे। तत्काल केही भन्न सकेन। हे आनन्द, तिमीले के सोचिरहेको छ? बुद्धले पुनः सोध्यो। भन्ते आनन्द फेरि चुप भयो। हे आनन्द, यो भवसागरमा उत्पन्न भएका सबै प्राणीहरू र वस्तुहरू सबै अनित्य छन्। यसमा तिमी र म पनि हो। आज बिहान सबेरै म साध्न सकेर बसिरहेको अवस्थामा स्वयं काल आएर मेरो भोक समाप्त भयो भनेर सङ्केत दिन आए। मैले 100 दिन मागेको छु। अब मेरो भोक 100 दिन मात्र बाँकी छ, बुद्धले भन्यो। तथागतको कुरा सुनेर भिक्षु आनन्द दुखी भयो। हे आनन्द, मेरो कुरा सुनेर दुखी हुनुपर्ने कुनै कारण छैन, किनभने तिमी पनि त अनित्य छौ। मानिसको जन्म भएपछि एक दिन मृत्यु हुने त शाश्वत र सत्य हो र सनातन हो। यसमा दुई मत हुन सक्दैन। फरक यति मात्र हो कि अल्पायु, मध्यायु र दीर्घायु को कहाँ कहिले र कस्तो अवस्थामा मृत्यु हुन्छ, त्यो उनको कर्मभोगले निर्धारण गर्छ। यसको उदाहरण बिच्छू देवदत्त हुन्। उनले युवा अवस्थादेखि नै मृत्यु हुने समयसम्म मसँग प्रतिशोध साध्न खोजे, तर मैले सधैँ उनलाई करुणा, प्रेम, प्रज्ञा र त्याग दिएँ, तर उनले त्यसलाई चिन्न सकेन। 3 दशकसम्म भिक्षुको उपासना गरेर पनि आहार त प्राप्त गर्न सकेन। उनको मार्गमा नयाँ जातक हुनेछ। त्यसमा स्मृति र प्रज्ञाको अवस्था कस्तो रहन्छ, त्यसैमा उनको जातक निर्भर रहन्छ। अर्थात् जातकको कुरा साधारण मानिसका लागि जटिल विषय हो। यो जटिल विषय तत्त्वज्ञानभन्दा धेरै पर छ। सबैले बुझ्न सक्दैनन्, त्यसैले दुःखी हुन्छन्। जसरी अहिले तिमी दुःखी भएको छ। तिमीले त आहार त प्राप्त गरिसकेको छ, किन दुःखी हुन्छौ? केही दिन अगाडि तिमीले सोधेको प्रश्नहरू पुनः स्मरण गराउन चाहन्छु। त्यो प्रश्न अत्यन्तै महत्त्वपूर्ण छ। त्यो दिन तिमीले यस्तो भनेको थिए, ईश्वर छ, ईश्वर छैन, ईश्वर छ वा छैन थाहा छैन। इतिहासदेखि वर्तमानसम्म चलिआएका सबै धार्मिक सम्प्रदायहरूले आफ्नै मत अनुसार सिद्धान्त प्रकट गरेका छन्। त्यसैको प्रभाव समूह र समुदायमा विभाजित भएका छन्। मैले ईश्वरको अस्तित्व कहाँ छ भनेर पटक पटक ठाउँ ठाउँमा उपदेश दिइसकेको छु, तर पनि मानिसहरूले त्यही प्रश्न पुनः दोहोऱ्याउन चाहन्छन्, किनभने मानिसको मन यति कोमल र मुलायम हुन्छन् कि एकपटक बसिसकेको छाप पुनः मेटाउन कठिन हुन्छ। तुरुन्तै परिवर्तन हुन सक्दैन। त्यसैको नाम हो आस्था। यो हतपत परिवर्तन हुँदैन, भए पनि लामो समय लाग्छ। आफैलाई रूपान्तरण गर्न समय लाग्छ। यो मानवीय स्वभाव हो। मैले प्रतिपादन गरेको बुद्ध धर्मले अरूको मतलाई त्यागेर बुद्ध धर्मलाई अपनाऊ भनेको छैन। आस्थालाई नमान भनेको छैन। तर जुन मतमा आस्था राखिन्छ त्यो मतको बारेमा राम्रोसँग जानेर, बुझेर, सुनेर, चिन्तन, मनन र विश्लेषण गरेर मात्र स्वीकार गर्नु भनेको हो।
त्यसैले आफू दीप भव अर्थात् आफ्नो दीपक आफै बन्नु, कसैमा पनि आँखा चिम्लेर भरोसा नगर्नु। आज म छु, तिमी मेरो साथमा छ, तर 100 दिनपछि म हुँदैन। अझै पनि केही शङ्का उपशङ्काहरू छन् भने सोध्ने समय छ। अब मैले निर्वाण प्रशस्त गरिसकेको छु, अब त्यो ग्रहण गर्नुपर्छ, बुद्धले उपदेश दिए। यो निर्वाण भनेको के हो? आनन्दले पुनः दोहोऱ्यायो। यो निर्वाण भनेको जीवित अवस्थामा हुँदा हुँदै सम्पूर्ण भाव र क्लेशबाट मुक्त हुनु हो, अर्थात् क्लेश वा तृष्णाबाट मुक्त भएर रहनु हो, अर्थात् त्यसपछि मात्र मन शान्त हुन्छ। भन्न खोजेको कुरा, क्लेश मुक्त भएपछि मात्रै सम्पूर्ण भावले मन शान्त हुन्छ। शान्त भएपछि स्थिर हुन्छ, मन स्थिर भएपछि ध्यान मार्ग प्रशस्त हुन्छ, ध्यान मार्ग प्रशस्त भएपछि समाधिमा जान सरल हुन्छ। त्यही सरल मार्गबाट महापरिनिर्वाण प्राप्त गर्न सकिन्छ, अर्थात् बोधिसत्व, महासत्व, कल्याण मित्र र कम्तीमा पनि स्रोतपति फल प्राप्त गरेका उपासक उपासिकाहरूले पनि निर्वाण प्राप्त गर्न सक्नेछन्। यसै गरी गृहस्थीहरूको हातमा भने शील पालन गरेको तर निर्वाण मार्ग प्रशस्त गरि नसकेका अवस्थामा स्मृति सहित देह त्याग गर्न सकेमा कम्तीमा पनि 3 जातक पार गरेपछि प्रत्येक जातकमा एक एकवटा पारमित पार गर्न सकेमा निर्वाण प्राप्त गर्न सक्नेछन्। तर बुद्धहरूले भने महापरिनिर्वाण प्राप्त गर्नेछन्। मभन्दा पहिलेका बुद्धहरूले पनि महापरिनिर्वाण प्राप्त गरेका थिए। भविष्यको मैत्री बुद्धले पनि महापरिनिर्वाण प्राप्त गर्नेछन्। हे आनन्द, मेरो भौतिक शरीर पुरानो यन्त्र झैँ जड भइसकेको छ, यसलाई त्याग्ने लायक भइसकेको छ। भिक्षु महाशयलाई कुशीनगरतिर प्रस्थान गर्न सूचना गर्नु। भोलिदेखि हाम्रो यात्रा त्यतैतिर उन्मुख रहनेछ, बुद्धले बिस्तारै भन्यो। एकछिनपछि लामो लामो सास तान्यो अनि ध्यानमा लीन हुनुभयो। तथागत बुद्धले 100 दिनपछि देह त्याग गर्ने घोषणा गरेको सूचना जम्बुद्वीपमा जङ्गलको आगो झैँ फैलियो। कुशीनगरतिर सोझिँदै यात्रा गरिरहँदा बाटोमा उनका आफन्त प्रियजन यशोधरा, सानियामा प्रजापति पनि भेटिन्। लामो यात्रामा भण्ड गाउँ, हट्टी, भोगनगर आदि पार गरी पावामा विश्राम गरे। पावामा चुन्द नामक उपासकले भोजन दान गरे। तथागतको जीवनमा त्यही अन्तिम भोजन थियो। त्यसपछि बिस्तारै कुशीनगरको क्षेत्रमा प्रवेश गरे। कुशीनगरको सालबागमा विशाल 2 साला वृक्षको बीचमा वैशाख पूर्णिमाकै साँझ अन्तिम धर्मोपदेश गर्नुभयो। त्यसवखत तथागतले आफू दीप वा संस्कार दर्पण बुद्ध दर्शन सबै मान्छेमा चेतना छ, त्यसैमा बुद्ध बसेको छ। यो बुद्धको अन्तिम वचन थियो। सुभद्र बुद्ध शासनको अन्तिम भिक्षु थियो। रातको तेस्रो प्रहारमा भिक्षु महासङ्घको उपस्थितिमा तथागत बुद्धले महापरिनिर्वाण प्राप्त गर्नुभयो। तथागत बुद्धले कुशीनगरमा महापरिनिर्वाण प्राप्त गरेको सूचना जम्बुद्वीपमा जङ्गलको आगो झैँ फैलियो। भिक्षु महासङ्घ शोकमा चुर्लुम्म डुब्यो। रात दिन प्रार्थना भइरहेको थियो। शोकमा डुबेका कारण दाह संस्कार कसरी गर्ने भन्ने विषयमा आनन्दलाई केही सुझेन। त्यसै अल्मलिरहेको थियो। त्यसवखतका आहार्तहरूमा सारीपुत्र, मौदगल्याण, कौण्ड्य, राहुल आदिले देह त्याग गरिसकेको थियो। त्यही समय रात दिन लगातार हिँडेर आहार्त महाकाश्यप टुप्लुक आइपुगे। महाकाश्यपको परामर्श अनुसार 3 जना भिक्षुहरूलाई कुशीनगरको मल्ल राजाहरूलाई तथागतले महापरिनिर्वाण प्राप्त गरेको सूचना दिन पठाए। मल्ल राजपरिवार बुद्धको प्रिय उपासक उपासिकाहरू थिए। तत्कालै मल्ल राजपरिवारहरू आइपुगे। बुद्धलाई आदरसहित वन्दना गरेपछि उनको दाह संस्कार कसरी गर्ने भन्ने विषयमा भिक्षु आनन्द र महाकाश्यपसँग परामर्श गरे। भिक्षु आनन्दले केही भन्न खोजेको थियो, तर अभिभावकविहीन भएकोले के गर्ने कसो गर्ने उनको ओठ मात्र हल्लियो, वाक्य फुटेन।
आपो दीप भवा, यसको परिभाषा आवश्यकता र अभाव यस समय महसुस भयो, तर आविर भइसकेको थियो। महाकाश्यप आहार्त मात्र होइन, त्रिकालदर्शी पनि भएकोले सबैको मनोभाव बुझ्दथे। आनन्दको पीडा बुझेपछि तथागत महामानव हुन्। उनले धर्मको सही व्याख्या र विश्लेषण गरी एउटा नवीन विचारको सही अर्थमा जग बसालेका छन्। उनको उपदेशले मानव मात्र होइन, देवताको पनि कल्याण गरेका छन्। उनी भगवत होइन, शास्त्र हुन्। यस्तो दुर्लभ महामानवको दाह संस्कार राज परिवारको निर्णय अनुसार गरेमा उपयुक्त होला। महाकाश्यपले सुझाव दियो। उनको सुझाव तर्कसङ्गत थियो, त्यही अनुसार कार्य सम्पादन भयो। महाकाश्यपको सुझाव अनुसार मल्लराजाले तथागत बुद्धको पार्थिव शरीरलाई पुष्पासनमा राखेर सैनिक सुरक्षा घेरामा 7 दिनसम्म सर्वसाधारण सबैले दर्शन गर्न सक्ने व्यवस्था मिलाए। 8औं दिनको मध्याह्नमा आनन्द र महाकाश्यपले अन्तिम संस्कारको लागि दागबत्ती दिए। इस दौरान मगध नरेश, अजात शत्रु, वैशालीको लिच्छवी राजप्रतिनिधि, कपिलवस्तुको शाक्य प्रतिनिधि, वज्य प्रतिनिधि, पावक प्रतिनिधि सबै उपस्थित भए। सबै प्रतिनिधिहरूले आधारसहित बुद्धम शरणम गच्छामि, धर्मम शरणम गच्छामि, सङ्घम शरणम गच्छामि भनी वन्दना गरे। सबै प्रतिनिधिले अस्तु धातुमा आफ्नो अधिकार भएको जिकिर गर्यो। परिस्थिति तनावपूर्ण हो। त्यही अवस्थामा एकजना द्रोण नामक ब्राह्मणले यस्तो भन्यो, हे प्रजापालक क्षेत्रीय महावीर, तपाईहरू सबै बुद्धको उपासक हुनुहुन्छ, फेरि यो तनाव किन? हामी सबैलाई ज्ञान भएकै कुरा हो कि तथागत बुद्ध शान्तिको अग्रदूत हुन्। बुद्ध हामी सबैको हृदयमा बसेको छ। त्यसैले उनको अस्तु धातु मगध, वैशाली, लिच्छवी, शाक्य, वज्य, पावक, मल्ल र कुशीनगरको प्रतिनिधिहरू सबैमा बराबर गरी बाँडिनेछ। यहाँहरूलाई कुनै आपत्ति नभएमा द्रोणले पनि एक भाग लिनेछ। यस कार्यबाट तथागत प्रति हामी सबैको नैतिक जिम्मेवार भएको ठहर हुनेछ। सबै राजा महाराजहरूले आफ्नो राज्यमा बुद्धको अस्तु धातु राखी महाचैत्य निर्माण गर्न सकेमा यसबाट सर्वसाधारणका लागि दैनिक पूजा पाठ, प्रार्थना र श्रद्धा चढाउन पनि सहज हुनेछ। द्रोण ब्राह्मणले भन्यो। उनको कुरा तर्कसङ्गत भएको हुनाले त्यही अनुसार अस्तु धातु बाँडियो। यसरी तथागत बुद्धले 29 वर्षको उमेरमा प्रवर्जित भई 35 वर्षको उमेरमा बोधि लाभ गरी 45 वर्षसम्म जम्बुद्वीपमा धर्मोपदेश गरे। 80 वर्षको उमेरमा वैशाख पूर्णिमाकै दिन कुशीनगरको सालबागमा वैशाख पूर्णिमाकै दिन महापरिनिर्वाण प्राप्त गर्नुभयो। यसरी जन्म, बुद्धत्व प्राप्त र महापरिनिर्वाण एकै दिन भएकाले बौद्ध सञ्चारमा यो दिनलाई बुद्ध जयन्तीको नामबाट प्रख्यात छ। यस दिनलाई प्रत्येक बौद्ध सञ्चारमा धुमधामका साथ पूजापाठ गरी मनाइन्छ। गौतम बुद्धको महापरिनिर्वाण यही समाप्त हुन्छ। यहाँहरूलाई कार्यक्रम कस्तो लाग्यो? राम्रो लागेमा लाइक, सेयर, कमेन्ट एन्ड सब्सक्राइब पनि गर्नुहोला। यहाँहरूकै सल्लाह र सुझाव अनुसार आगामी अडियो सिरिजमा पुनः भेट हुने बाचा गर्दै म कल्याण मित्र डिबी गुरुङ पनि बिदा हुन चाहन्छु। भवतु सर्वमङ्गलम। बुद्धम शरणम गच्छामि, धर्मम शरणम गच्छामि, सङ्घम शरणम गच्छामि। नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स। भवतु सर्वमङ्गलम। नमो बुद्धाय, नमो धर्माय, नमो सङ्घाय।